हेलो नमस्ते सबैजनालाई। आज फेरि हामी घाँस काट्नु आएको। बिहानबाट हिँडेछु। बिहानदेखि 7 बजेदेखि हिँडेको हामी दुईजना, बहिनी र म। अहिलेसम्म हिँडेछु। एकछिन यहीँ फोन हेरेर बसेको, त्यहीँ भुलेछु धेरै। अब घाँस कता छ भनेर खोज्न हिँड्दैछु। 12 घाँस काट्न आएको। दिदी बहिनी दुईजना यतै भुले। फेलकुदी त्यहाँ पुगिसक्यो। यहाँ बोजूलाटी पनि घाँस काट्दै रहेछ। म चाहिँ यता भर्खर आउँदैछु। बोजूलाटी त घाँस काटेर नि भारी पुगेर बसे। उषा हो केटी छो दा दादा बोल दादा भन्न कता हो। अलि साह्रै साह्रै बोला न तेरो। अपुई तल म जान्न क्या हो, म जान्न क्या रे बहिनी। बेसी टाढा पो रहेछ त यहाँ। हाम्रो तिहारको लागि यहाँ पनि छ फुल, यतातिर नि छ। पुरा ढकमक्क भइसक्यो। तलतिर झन् कति छ। यसपालि त तिहारमा मजाले फुल उड्ने हो। हेर्नु त फुल पहेँलै छ बारी पुरै। मजाले उड्नु पर्ला यसपालि चाहिँ। हुन त हाम्रो त जहिले हुन्छ फुल। हाम्रो बोजूले रोप्नुहुन्छ यो बारीमा। रस्सी को जो पे उठाऊंगा तो बुयल में पहेँलै छ। अब हामी बेलौती तिर्छौँ यता। ओहो बेलौती पाक्यो, बेलौती पाक्यो माया पानको पाती। तिमीले ठुलो बेलौती यहाँ देखेकै छैन। फाइनली भेटायो ठुलो बेलौती भेटायो। अलिक सानो रहेछ बेलौती चाहिँ। गोचमा राख्नु लोकल बेलौतीको त स्वाद यति मिठो हुन्छ है बहिनी है। मिठो भा आधा रहेछ नि त यहाँ माथि टुप्पोमा टिप्ने त्यहाँ छ भन्नुपर्छ नि अघि नि। अब जसरी नि हुन्छ त्यहाँ तलसम्म पुग्ने बाटो खोज। तल जाने बाटो कता हो? हो त्यहाँ हो। हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज हाम्रो बारीमा भएको फुलहरू देखाउँदैछु। के भन्छ तिहार लागेसँगै हाम्रो बारीमा चाहिँ यति धेरै फुल फुलेको छ। अनि फुल चाहिँ यो अलिकति पहेँलो टाइपको छ भने अलिक गाढोवाला पहेँलो छ। यति धेरै फुलहरू छ। उयो पारी पनि देखाउँ त बहिनी, माथितिर पनि देखाउँ। यो हेर्नुहोस् गाइस ठुल्ठुलो छ फुलहरू। यो यहाँ चारको फुल धेरै फुल छ। तिहारको दिनमा चाहिँ हामी दुईजना आउनुपर्छ ल फुल टिप्नुलाई।
आज चाहिँ हामी घाँस काट्न आएको घाँस काट्न आएको पनि हामी यसो भिडियो गरौँ कि भनेर भिडियो गराएको मात्रै हो तिम्रो हातले क्यामेरा छोके जस्तो छ को लागि फुल रेडी भइसक्यो फुलेर ढकमक्कै भयो यतातिर फुल छ पक्कै अब काठमाडौँतिर त कान्छी यो फुलले कति महँगो पर्छ नि त हेर्नु त फुलै फुल छ यता हाम्रो बारीमा यहाँ छन् आँपकी फुल भन्दा नि राम्ररी तर जुम्री फुल कति राम्रो फुल आँखामै लाग्यो त घाम त अब घाँस काट्न आएको मान्छेहरू यहाँ फुल देखेर भिडियो बनाउनु मन लाग्यो फुलबारीमा सबक्क लाग्यो उषा आऊ त बहिनी भिडियो पनि आऊ न तिमी पनि कस्तो मजा भयो है फुल हेर्नु त सबक्कै छ फुल यो फुल त म भन्दैन फुल छ तिमी भन्दैन म फुल हेर्दै चुडाउँदैन हामी आउँछौँ अब यो फुल टिप्नले फुलै फुल कत्रो ठुलो है अब राम्रो देखि क्या हो कि देखेन हो मलाई यो चाहिँ अलिकति नराम्रो रहेछ अरू भन्दा चाहिँ अलिकति राम्रो देखिन तर पनि यो चाहिँ बडै राम्रो हुने मुनि खसेको ओए म त वहाँ पऱ्यो नि जाउँछ कति धेरै फुलै फुलको बगैँचामा मेरी माया शरमै लाग्ने त्यहाँबाट के हो कस्तो राम्रो फुल तर फुलको अगाडि त म जोकरै देखेछु होला किनभने म कस्तो अवस्थामा छु मलाई थाहा छ वाउ नगर्न त्यस्तो भिडियो गर्दा यसरी कोही लुक्छ कोदो बारीमा ल म गरेन लु भिडियो गरेन त नि उठा अनि फुलहरूमा चाहिँ ओभरै ठुलो फुल यता छ यता यति ठुलो फुल त मैले यहाँ माथितिर देखिनँ यसमा चाहिँ यति ठुलो भएको रहेछ अनि यहाँ पारितिर नि फुलै फुल छ म चाहिँ अगाडि छु यतातिर नि फुलै फुल छ मेरो बहिनी पनि फुलसँग खेल्दैछ उषा यहाँ माथि पनि फुल यता पनि फुलै फुल वाउ नाइस कस्तो राम्रो देखेको आमै नि कस्तो राम्रो देखेँ कि कानमा फुल सिउरिँदो त ओहो नि गुरुङनी कान्छीलाई त साह्रै राम्रो देखियो अनुहार के गरे फुलै फुल छ यतातिर तिहारको लागि फुल तयार भइसक्यो यता यति चाँडो फुलिसकेको है फुल तिहार आउनलाई अझै बाँकी नै छ नि 4-5 दिन बाँकी छ यति राम्रो फुल घाँसको बारी रेडी भइसक्यो मेरो यता उषाको उता अब बोक्नै जाने बारी हालिदिएपछि बोक्नु त सक्नुपर्छ है खै तिमीले अब यो घाँस बोक्न सक्ला कि नसक्ला भयो ल बोक कि म अगाडि बोकौँ म अगाडि बोकेर तिम्रो भारी उचालिदिन्छु अहिले त के हो बोक के हुन्न गाइस म बोक्छु ल गाइस म अब कसरी बोक्ने यार कसले धकाल्ने मलाई खोइ कसले धकाल्ने यो फुलको डन्डी सक्यो गाइस सक्यो हे भगवान म चाहिँ उसको पछि ताने
गाइस उसै फुल त खस्यो। म चाहिँ अब दिदीको पछि हिँड्छु ल, भिडियो बनाउँदै भने कि यति हो। किन दौडीको यसरी? आमा घाँसमा गएर यसरी दौडिन्छ कोही? तिमीले भने पसिनै खलखल बनायो, यति घाँस पुग्दैन नि। उसा चाहिँ दौडिन्छ।